हेलो गाइस, सम्पूर्ण नमस्ते। वेलकम छ माई मिनी भ्लगमा। म लगायत हामी सम्पूर्ण सन्चै छौँ, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। र आज हामी दिनभरि केही गरेका कामहरू चाहिँ म सेयर गर्न गइरहेको छु। आज हामी दिनभरि कफी रोपेका थियौँ। पहिले चाहिँ यस्तो जङ्गल थियो होइन, यो जङ्गललाई चाहिँ फाडेर टक्कसँगले फलानी गरेर यसलाई उखालेर चाहिँ यसलाई रोप्न योग्य जमिन बनाउनु पर्नेछ। अनि फाइनली यता मैले फाड्दै थियो एकजना काकाले चाहिँ, अनि मैले गएर केहरू सोधेँ के छ कस्तो भन्यो होइन। मुझे अच्छा लग रहा है अनि साह्रो छ यो सबै पिपी मात्र छ, गाह्रो छ। यति भनेर फेरि फाड्नुतिर लाग्नुभयो। अनि मैले सोधेँ केही प्रतिक्रिया दिनु कस्तो छ के छ भन्यो होइन। यसो गर्नु पर्यो, विदेश जान सकिएन, यहीँ गर्ने हो, कफी रोप्ने हो, कस्तो हुन्छ हेरौँ होइन। अनि फेरि मैले यता भेनालाई सोधेँ के छ भेना, तपाईँहरूको प्रतिक्रिया केही दिनु न भने मैले भेनालाई। अनि भन्नुभयो भेनाले, सालो म चाहिँ के भन्छु भने नि, यहाँ हाम्रो घर थियो, हामी यहाँ हुर्केको होइन, हामी यहाँ जन्मेको। यहाँ चाहिँ अब यो जग्गा खेर गइरहेको थियो, अहिले हामी बस्न गयौँ। अब यसलाई सदुपयोग गरौँ भन्दाखेरि के सोच्दा चाहिँ कसरी रोप्दा राम्रो हुन्छ भन्ने चाहिँ हामी कफी रोप्ने आइरहेको, तपाईँलाई दुःख दिइरहेको होइन। अच्छा हाम्रो चाहिँ पाट थियो। फेरि यता अर्को हाम्रो भान्जा चाहिँ एउटा खन्दैछ होइन, खन्दैछ। भान्जाले चाहिँ एकदम, हाम्रो भान्जा चाहिँ एकदम ह्यान्डसम छ होइन। फेरि यता अर्को हाम्रो सोल्डा पर्नेछ। यता सोल्डालाई मैले सोधेँ के छ सोल्डा भने, यता हेर भनेको। अर्को भाइ एकजना यता हाम्रो छ, अर्को भाइ होइन, भाइजनाले खन्दै थियो। अनि फेरि यता अर्को मल हाल्ने थियो हाम्रो भान्जा होइन। भान्जाको चाहिँ यो चाहिँ एकदम एक्स्ट्रा मल हाल्ने तरिका अरे होइन। फेरि यता रोप्ने चाहिँ अर्को होइन, अर्को भाइ एकदम ह्यान्डसम भाइ। यो चाहिँ मल हो, म पनि मल लाउने माथि। हाम्रो टिमको चाहिँ अल्छे म हो होइन। यो मल चाहिँ फेरि एकदम राम्रो थियो होइन, खाउँ लाग्ने। अनि मैले 1-2 घाँस खाइदिएँ मल पनि। मल लगाएर चाहिँ टक्कसँगले मिलाउनु पर्ने, किनभने योमा उडिजान्छ होइन, माटोसँग मिलाउनु पर्ने। फाइनली केटाकेटा चाहिँ काम गर्दैछन्, अनि मैले टक्कसँगले सुहान्दिएँ होइन। अनि यता फपाले म हेर्न गएको थिएँ, फपा चाहिँ गलेर बिचरा सेलेक्कै निकाल्नु भएछ, बोलाएँ बोल्नु भएन। त्यसपछि हाम्रो गाउँदेखि देखिने दृश्य यो यो पनि एउटा गाउँ हो। अनि यो पनि एउटा गाउँ हो, पहिले पहिरो गएको थियो, अनि यो पनि गाउँ हो। त्यसपछि हाम्रो गाउँदेखि सुन्दर देखिने गाउँ चाहिँ यो हो होइन। यो गाउँको सुन्दर दृश्य देखिने गाउँ चाहिँ यो हो। त्यसपछि हाम्रो गाउँ चाहिँ यो हो होइन। यो चाहिँ अझै भिडियो खिच्दै थिएँ, रुखमा बाँदर रहेछ, त्यो बाँदरलाई पनि खिचिहालेँ। यो चाहिँ मल हो, यो चाहिँ खाजा। फाइनली हामी चाहिँ काम सकेर सबै सामानहरू भेला पारेर घरतिर लाग्न थाल्यौँ। त्यसपछि घर आइपुगेर हामी एकछिन घुम्न निस्क्यो भनेर घुम्न गएको। बाटो चिप्लो रहेछ, के गर्नु, बर्खाको बेलामा यस्तै छ। बल्ल बल्ल घर आइपुग्यौँ भन्दै आज मेरो मिनी भ्लगमा बिदा हुन चाहन्छु। धन्यवाद।